मस्त माम खाने हेर राँको मासु सुँगुरको झोल हेर्न सक्नुहुन्छ गाइजहरु मेरी बुढीको ढङ्ग यहाँ माम ल्याएर राख त म चम्ची ल्याएर खान्छु नानीमा त खान्न कस्तो मिठो छ्या देशी जुगाड नेपाल त्यही भएर गरिब धनी चाहिँ किन हुनु सकेन यस्तो जुगाड गर्दा नि हैन मेरो किताब हिँड्दैन भोसडीको चिया त्यो चिया त्यो त किताबै नि वाह बुढी वाह मेरो ढङ्ग छैन होला हैन उसले हाल्न लागेको महा ढङ्ग पनि निस्क्यो त्यहाँ त त्यस्तै मुख नदै काम गरेर नि छ्या छ्या भाइ बुढी घिन लागिसक्यो अरे खाना चाहिँ घिन लाग्दैन नि पिछडा राखेको छेनको मुइ उठाउँछु भयो क्या भो छि बरमा किन्न जान्छु त्यस्तो न उठाउ त जिब्राल चाट्ने हो कि ग चाट्ने मेरो कामबाट कि आफै कहाँ त्यहाँ बसेर गरे कि त गर्न भित्र पनि गयो छैन वाटरप्रुफ रहेछ यार हे झन् पोख्यो ठिक्क परुसलमा र बुढी रमायो बुढो रमायो लोजा लागिरहेको छ फेरि यो बुढीको म लुक एट गाइस तिमीलाई घुँडा मात्र देखिन्छ हौ 25 रुपियाँको मै 15 रुपियाँमा झर्यो है अब के छ बुढी त्यस्तो त मैला जाँड सम्झेर आत्तेपछि नकराउनु कन्छ पकेट मेरो अहिले त्यो पनि पोखिन्छ है त्यहाँभित्र चाहिँ घट भएन चिज छ क्या तर बुढीले निकालिन पेप्सी नै धुलो पारिदिन्छ क्या आज बुढीले साँच्चै मलाई आज रिस उठिरहेको छ कि सबै थोक्देखि बिहानदेखि उल्लल्ला उल्लल्ला लो त्यसैले पुग्छ दुईजनाले त्यत्रो खोज्छन् लो मस्त माम खाने हेर राँको मासु सुँगुरको झोल सरी गाईको झोल